तपाईहरुलाई के लाग्छ आजको जमानामा आजको युगमा व्यावसायिक मनोरञ्जन भन्दा माथि उठेर एउटा सामाजिक चेतना फैलाउने विषयवस्तुमा मुभी बनाउनु भनेको कतिको रिस्की छ? मलाई त एकदमै रिस्की लाग्छ। किनभने आजको जेनेरेसनले एक्सन, थ्रिलर र हाई भिएफएक्स सिजिआई भएका मुभीहरू एकदमै धेरै रुचाइरहेका छन्। त्यो समयमा यस्ता कन्टेन्ट भएको यस्ता सामाजिक चेतना फैलाउने मुभी बनाउनु भनेको मलाई त एकदमै रिस्की लाग्छ। जे भए पनि हामीले यस्ता मुभीहरूलाई हेरेर एकदम प्रोत्साहन दिनुपर्छ र हाम्रो समाजमा यस्ता मुभीहरूलाई यस्ता सन्देशमूलक मुभीहरूलाई प्रोत्साहन गरी एकदमै बढावा दिनुपर्छ। खासमा यो फिल्मले अटिजम भएको दिदी र भाइ बीचको प्रेम, करुणा र स्याहारको कथा उठाएको छ। अटिजम पीडित व्यक्तिलाई समाज र परिवारको माया तथा हेरचाह कति आवश्यक छ भन्ने सन्देश ट्रेलरले दिइरहेको छ। निता ढुङ्गानाले फिल्ममा मुख्य भूमिका अटिजम भएकी दिदी जुन पार्वतीको क्यारेक्टर छ उसको भूमिका निर्वाह गर्नुको साथसाथै निर्देशन पनि गरेकी छिन्। गायनबाट चर्चामा आएका बाल कलाकार अशोक दर्जीले फिल्ममा भाइको भूमिका निभाएको छ, जुन एकदम पर्फेक्टली आफ्नो फुल 100% दिएर गरेको जस्तो मैले फिल गरेँ। साथै दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कण्डेल, राजेन्द्र नेपाली लगायतका दिग्गज कलाकारहरूको अभिनय रहेकोले यसको अभिनय पक्ष बलियो देखिन्छ र देखिरहेछ र मुभी पनि एकदमै सक्सेसफुल हुन्छ र हामीले बनाउनु पर्छ। कास्कीको ग्रामीण भेग स्पेशली मिर्सा गाउँमा खिचिएका दृश्यहरू एकदमै प्राकृतिक र जीवन्त देखिरहेको छ, एकदमै नेचुरल फिल गराइरहेको छ। यसमा सिजिआई भिएफएक्सहरू एकदमै कम युज गरेको देखिन्छ। मलाई त यो ट्रेलर एकदमै राम्रो लाग्यो। सबैको क्यारेक्टर सबैले आफ्नो बेस्ट दिएका छन्। मुभी पनि सक्सेसफुल हुन्छ जस्तो लाग्यो मलाई। फेरि भेटौँ अर्को भिडियोमा। अहिलेको लागि बाई, टेक केयर।